पहिलो एकीकृत नमुना बस्ती काभ्रे पञ्चोक जिल्लाको डाँडागाउँ पहरी बस्तीमा 20 परिवार भूकम्प पीडित पहरीहरूको लागि निर्माण गरेका थियौं र दोस्रो नमुना बस्ती सिन्धुपाल्चोक जिल्लाको गिरानचोर भन्ने ठाउँमा गिरानचोर एकीकृत नमुना बस्ती बनेको छ। त्यो साँच्चैकै नमुना छ। भोलि तपाईहरु यो ठाउँबाट पनि ती बस्ती हेर्न जानुभयो भने 65 परिवार भूकम्प पीडितको लागि साँच्चैकै अर्थपूर्ण एकीकृत नमुना बस्ती छ। एकीकृत नमुना बस्ती अथवा एकीकृत बस्ती विकास नै हो नेपालको सन्दर्भमा सबैभन्दा छिटो विकासको प्रक्रिया। र अहिले फेरि हामी महोत्तरी जिल्लामा पर्ने बर्दिवास स्थित मुसर समुदाय जो वर्षौंदेखि शोषित पीडित खाना लाउन धौधौ भएको, अहिले के खायो भरे के खायो, जाडोमा लाउने कपडा छैन, खाने अन्न छैन, त्यस्ता दुखीहरूको लागि 50 परिवार मुसरहरूको लागि फेरि हामी तेस्रो एकीकृत नमुना बस्ती बनाइरहेका छौं। अस्ति 25 गते शिलान्यास भएर आज यहाँ तपाईहरु समक्ष बोलिरहँदा हामीले 30 वटा घरको जग खनिसकेका छौं र हामी रकेटको स्पिडमा काम गरेपछि मात्रै देश बन्छ भन्ने सन्देश दिन पनि अगाडि बढिरहेका छौं र यथार्थमा त्यही स्पिडमा काम गर्नुपर्छ अनि मात्रै देश बन्छ। र यो महोत्तरी जिल्लामा बन्न लागिरहेको तेस्रो एकीकृत नमुना बस्तीमा पनि तपाईहरुले हिजोको दिनको जस्तै कयौंले हामीलाई साथ दिनुभएको छ। सुदूरपश्चिमबाट यस्तो धेरै सहयोगी मन भएका मान्छेहरू हामीसँग जोडिनु भएको थियो। यो मानवीय धर्म हो, यो पवित्र काम हो र यो पुण्यको काम हो र यो अभियानमा पनि तपाईहरुले खुलेर साथ र सहयोग गरिदिनुहोस्। जसरी आज हामीले सम्मान पाएका छौं, सिङ्गो सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्दै तपाईहरुले सम्मान गर्नु भएको छ। यसको मतलब सुदूरपश्चिम विकासका लागि तातिसकेको छ, एउटा लहर आइसकेको छ र यो अभियानमा साथ दिनुहुन्छ भने हाम्रो धुर्मु सुन्तली फाउन्डेसनको मोबाइल नम्बर हो, तपाईहरुले टिप्न सक्नुहुन्छ 98034 72476। यसमा चाहिँ तपाईहरुले आर्थिक सहयोग अथवा तपाईले खाद्यान्नको सहयोग, जिन्सी सहयोग, लत्ता कपडा सहयोग के गर्न चाहनुहुन्छ त्यो सम्पूर्ण चीज हामीलाई फोन गरेर कन्ट्याक्टमा आएर तपाईले सहयोग गर्न सक्नुहुन्छ। र भोलिका दिनमा तपाईहरुको ठाउँमा पनि यस्तै पीडितहरुका लागि अथवा विकासका लागि तपाईहरुले हामीलाई चाहिँ सम्झिनुभयो अथवा हामीलाई सही सूचना दिनुभयो भने फेरि हामी यो सुदूरपश्चिमाञ्चलका पीडितहरुका लागि पनि अर्को बस्ती अथवा हाम्रो धुर्मु सुन्तली फाउन्डेसन समाजकै लागि र राष्ट्रकै लागि योगदान पुर्याउन खोलिएको सामाजिक संस्था भएकाले हामी तपाईहरुका हरेक दुःख सुखमा साथ दिने जमर्को पनि गर्छौं र प्रतिबद्धता पनि व्यक्त गर्दै अहिले अब धेरै भाषण नगरौं, किनभने तपाईहरु धेरैजना हाँस्न आउनु भएको छ। धुर्मेश्वर र सुन्तलीले हँसाउलान् भन्ने हिसाबमा आउनु भएको छ। आज माघे संक्रान्ति मेला रमाइलोको साथ मनाएर आउनु भएको छ। केही समयपछि हामी त्यही धुर्मुसे कट्टु नभन्नु पर्छ के हो, त्यही धुर्मुसे कट्टुमा आउने जमर्को गर्दै अहिलेलाई बिदा हुन्छौं। राष्ट्र निर्माण तपाईं हाम्रो अभियान। धन्यवाद। ह्यापी माघे संक्रान्ति सबैजनालाई।